के तपाईले आफ्नो मोबाइलमा नयाँ गुगल अकाउन्ट बनाउन चाहनुहुन्छ? यदि त्यसो भने तपाईले सजिलै बनाउन सक्नुहुनेछ। अहिलेको अवस्थामा गुगल एकाउन्ट एकदमै महत्त्वपूर्ण विषय रहेको छ। गुगल एकाउन्ट बिना तपाईले कुनै पनि एपहरू इन्स्टल गर्न सक्नुहुन्न र केही पनि चलाउन सक्नुहुने छैन। त्यसैले गुगल एकाउन्ट बनाउन आवश्यक छ। त्यसको लागि तपाईँ युट्युब, प्ले स्टोर वा जीमेल एपको प्रयोग गरेर बनाउन सक्नुहुनेछ। अहिले म तपाईलाई प्ले स्टोरबाट गरेर देखाउँदैछु। प्ले स्टोरमा गइसकेपछि तपाईले यदि अहिलेसम्म तपाईकोमा गुगल अकाउन्ट नै छैन भने चाहिँ यहाँ साइन इन भनेर देखाउनेछ र तपाईले त्यही क्लिक गरेर बनाउन सक्नुहुनेछ। यदि तपाईले नयाँ जीमेल एकाउन्ट बनाउन चाहनुहुन्छ भने चाहिँ आफ्नो मोबाइलको जुन यो प्ले स्टोरमा रहेको प्रोफाइलको आइकनमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले स्विच एकाउन्टमा क्लिक गरेर एड एनदर अकाउन्टमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले यहाँ आफ्नो पिन प्याटर्न छ भने चाहिँ राखिदिनुहोस् र त्यसपछि अगाडि बढ्नुहोस्। यहाँ तपाईले क्रिएट अकाउन्टमा क्लिक गर्नुहोस् र फर माई पर्सनल युजमा क्लिक गर्नुहोस्। त्यसपछि आफ्नो नाम र थर यहाँ राखिदिनुहोस्। नाम चाहिँ तपाईले अनिवार्य रूपमा राख्नुपर्छ। थर चाहिँ तपाईले नराख्न पनि पाउनुहुन्छ। मैले अहिले नाम मात्रै राखेर अगाडि बढेँ। यहाँ डेट अफ बर्थ र जेन्डर सिलेक्ट गरिदिनुहोस्। त्यसपछि नेक्स्ट गरिदिनुहोस्। त्यसपछि यहाँ आएको कुनै युजर नेमलाई तपाईले रोजेर अगाडि बढ्न सक्नुहुनेछ। मैले अहिले यहाँ रहेको यो रोजेँ र म अगाडि बढेँ। र एउटा पासवर्ड क्रिएट गर्नुपर्ने हुन्छ। यहाँ तपाईले पनि पासवर्ड क्रिएट गर्नुहोला। अरूले सजिलै अनुमान गर्न नसक्ने खालको बलियो पासवर्ड क्रिएट गर्नुहोस् र आफूले भने नबिर्सिनु होला फेरि। त्यसपछि चाहिँ तपाईले यहाँ तलपट्टि जानुभयो भने चाहिँ आइआइडी देख्न सक्नुहुनेछ। यसमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईकोमा यो अकाउन्ट चाहिँ बनिसकेको हुनेछ। यहाँ नयाँ गुगल एकाउन्ट बनिसकेको छ केही समयमै। अब यसमा तपाईले मोबाइल नम्बरलाई एड गरेर रिकभरी फोन चाहिँ एड गर्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ तपाई आफ्नो मोबाइलको यो प्रोफाइलमा जानुहोला। त्यसपछि तपाईले म्यानेज योर गुगल अकाउन्टमा क्लिक गर्नुहोला। त्यसपछि तपाईले यो एड रिकभरी फोनमा क्लिक गरेर तपाईले मोबाइल नम्बर एड गर्न सक्नुहुनेछ। त्यस्तै तपाईले 2 स्टेप भेरिफिकेसनलाई पनि इनेबल गर्न सक्नुहुनेछ। त्यसरी तपाईले आफ्नो मोबाइलबाट नै एकदमै सजिलै गुगल अकाउन्ट बनाउन सक्नुहुनेछ। यही थियो आजको छोटो जानकारी। तपाईलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। भिडियो मन परेमा लाइक र शेयर गरिदिनुहोला। अर्को नयाँ भिडियो लिएर उपस्थित हुनेछु। त्यति बेलासम्मको लागि म गोविन्द नेउपाने बिदा हुन्छु। नमस्कार, धन्यवाद।